ल है साथीहरू, आज हामी पौडी खेल्न लाग्यौँ साथीहरूसँग। आज छुट्टीको दिन अनि यो चाहिँ क्रोएसियाको नोभेलिया हो। एकदमै राम्रो ठाउँ छ हैन। यहाँको वातावरण साँच्चीकै नेपालको जस्तै छ। हावापानी एकदमै रमाइलो ठाउँ छ। अनि यहाँ मेरो साथी 10 वर्षदेखि सँगै छौँ हामी अनि एकदमै मिलनसार छ महेश उहाँको नाम चाहिँ। अनि उता अगाडि पनि साथीहरू घिनिरहेछ अनि हामी चाहिँ आज पौडी खेल्ने अनि यो सिजनको चाहिँ पहिलो दिन हामी स्विमिङ गर्न जाँदैछौँ। अनि यहाँ देख्न सकिन्छ एकदमै राम्रो ठाउँ छ। अनि त्यसपछि यो ठाउँहरू चाहिँ हामी यहाँ बसेको चाहिँ 5-6 वर्ष भयो। यही ठाउँमा एकदमै रमाइलो ठाउँ छ। त्यहाँ परको यो घरहरू एकदमै रमाइलो ठाउँ छ। यो चाहिँ सिजनमा चाहिँ एकदम भिड हुन्छ यसमा चाहिँ।